नमस्ते र राधे राधे सबैलाई। अनि यो चाहिँ हो नरायणको भिडियो। अनि यता काकीहरू बिहानै आएर सब्जीहरू काट्नु हुँदैछ। अनि यता पण्डितजी पनि आएर नरायणको लागि हवन गर्न रेडी गर्नुहुँदैछ। अनि यता चाहिँ आउनुभएछ सानी माहरू। अनि मेरो हस्बेन्डले चाहिँ नानीको लागि अनलाइनबाट झुल्ना अर्डर गर्नुभएको थियो। अनि त्यही सेट गर्नुहुँदैछ यहाँ। अनि सेट भइसक्यो। सेट भइसकेपछि छोरो चाहिँले नानीलाई सानो बच्चालाई झुल्ना गिफ्ट दिन्छ अरे। अनि उसैले दिँदैछ ऊ। अनि दिइसकेर झुल्नामा झुलाउँदैछ पनि, म झुलाउँछु भनेर झुलाउँदैछ पनि। हेर्नु न कति राम्रो चाहिँ झुलाएछ। अनि यता चाहिँ जेन्ट्स पार्टीहरूले पुरी बेल्नु हुँदैछ। पुरी सब्जीहरू बनाइसक्नु भयो। त्यो चाहिँ मैले भिडियो देखाउन सकिनँ। अनि यता नानीलाई घाम देखाउने बेला भएछ र मैले घाम देखाउनको लागि कुण्डहरू बनाउँदैछु। अनि कुण्डहरू बनाइसकेपछि अनि उतापट्टि भित्र नाम राख्ने विधि चालु भयो। अनि यता चाहिँ नानीको हजुरआमाले नाम सुनाउँदैछ, कानमा नाम फुक्नु हुँदैछ। अनि त्यसपछि यता बाहिर कुण्डमा पूजा गर्नुहुँदैछ मम्मी पिताले। अनि पूजा गरिसकेपछि अनि सूर्य देवतालाई पनि पूजा गर्नुहुँदैछ, किनकि नानीलाई सूर्य देखाउनुपर्छ नि त आज। त्यसैले कुण्डहरूमा पूजा गरेर सूर्य देवतालाई पूजा गर्नुहुँदैछ। अनि पूजा गरिसकेपछि अनि यता नानीलाई लिएर घाम देखाउने बेला भयो। नानीलाई घाम देखाउने चाहिँ फुपूहरूको काम अरे। अनि पुनी र म भएर हामीले दुईजनालाई घाम देखाउँदैछौँ। अनि घाम देखाउँदाखेरि हेर्नु न कस्तो सानो बच्चा, हाम्रो बच्चा त कस्तरी ठुलो भयो जस्तो लाग्छ अहिले, बोक्न नसकेर कस्तो भएको। अनि घामसाम देखाइसक्यो। अनि घामसाम देखाइसकेर यता नानीको बाउले चाहिँ भाइले चाहिँ हामीलाई टिको लगाएर दक्षिणा दिनुपर्छ अरे फुपूहरूलाई। अनि उसले टिको लगाएर दक्षिणा दिँदैछ। हुन्छ त गाइस।